दामी छ हेरौँ है त ल चड्डी चड्डी फाइनल्ली भेट्यो है सल्लाह हुन्छ ल यो चाहिँ फुलहरू चाहिँ दामी छ पुरा ओए वेलकम ब्याक टु न्यू ब्लग होइन गाइस आज चाहिँ हामी टक्क घुम्न आएको छौँ पछाडि चाहिँ मेरो भाइ छ होइन भाइ भन्दै मेरो आज हामी चाहिँ यहाँ आएको छौँ आफै पर एकटा फेरि म जान्दिनँ नि फेरि आज चाहिँ गौतम बुद्ध भएको ठाउँमा आएको छौँ ल हामी हेर्न सक्नुहुन्छ दामी छ नि हो नेटमा हेरेर आएको कस्तो छ है यो फुलहरू यो फुलले के भन्छ है हाम्रो घर पाइन्थ्यो नि यो खालि होइन दामी छ यो फुललाई कति हो भन्ने 100 रुपियाँ मात्र 100 रुपियाँ कति रे 100 रुपियाँ होइन फ्री हो तोड्न मिल्छ तर तोड्दैनौँ हामीले जान पनि फ्रीमै हो त्यो नि हुनसक्छ अब चाहिँ हामी हराइसक्यौँ कहाँ हो थाहै छैन अब सेउला खेर्नै जाने सेउला खेरेर अब ढोकामा हालेर अब गाईकोलाई गोरुकोलाई लैदै जाने अब भुतिया घरमा जाँदैछौँ है अब हेर है केटा हो यता के हो यहाँ जता कतै कपाल छ ए अब चाहिँ भुतिया घरमा आइपुग्यौँ हामी त्यहाँ ऐ बाबु भुतिया घर होइन हो यो यति एउटा कपल्स बस्ने ओए जता कतै के हो कल्पना उता पारि कपल्स यता पनि कपल्स मेरो भेजा सड्किसक्यो अब के हो बुद्ध हेरौँ भनेर आएको बुद्ध भाइ छन् भाइको हामी चाल पाएर भाइको कहाँ हो अब जङ्गलै जङ्गल छ कता हो कता दुई भाइ हरा हो कता अब यो बाटो जाने हो कि यो बाटो जाने हो कि यो बाटो जाने हो कि फुट्ने हो कि थाहै छैन रगडा यहाँ यस्तो सिँढी पनि छ ल यहीले त हामीलाई सानोमा कान छेड्दिने होइन र नि मैले पनि कान छेड्नु परेछ एउटा के हो यार कता त अनि मैले नेटमा हेरेको थिएँ बुद्ध भेट्दैन त कहाँ हो त्यो बुद्ध भएको फुलहरू चाहिँ दामी छ पुरा ओए आइज बाबु यता जाऊँ अब अगाडि र हामी चाहिँ बौद्ध जन्मिएको ठाउँमा के रहेछ हेरौँ है त ल चड्डी फाइनल्ली भेट्यो है कौन सी कलर का है बता दो न बौद्ध जन्मेको ठाउँ त्यस्तो जङ्गल रहेछ त जन्मेको चाहिँ होइन है जन्मे चाहिँ हाम्रो नेपालमै है फेरि असुरा पनि छ असुराहरू यसलाई के भन्छ बाबु यो त ऊ होइन र हामीले अरे यो ऊ के बिर्सिक्यो यार इन्डिया आएर बिर्सिक्यो उयो पता नै सेम नेपालमा जस्तो छ त अन्त यहाँ त जे दामी रहेछ है ठाउँभरि नेटमा हेरेर आएको पहिलोचोटि आएको होइन तर दामी चाहिँ दामी रहेछ जे होस् तर बुद्ध हेरौँ भनेर आएको बुद्ध चाहिँ कहाँ हो थाहै भएन यताउता यो के हो यो काँडे के हो बिर्सिकेँ मैले नाम पनि अब यतातिर आएर धती भयो फेरि अब यता आएर फेरि धोती भए पनि फेरि
मन चाहिँ नेपालमै छ है फेरि त्यस्तो होइन। आई लभ नेपाल। आई लभ नेपाल। जय नेपाल। कस्तो जय नेपाल। जय नेपाल भन्दा बित्तिकै फेरि पारि बाँदर आइपुग्यो। अब त्यसलाई नि जय नेपाल गराउनुपर्छ ल। अब धाम ल। अब चाहिँ ट्याक्क मेरो साथी भेटाइसकेँ है मैले, मेरो एकदमै मिल्ने साथी। ल ल साथी 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 आइपुग्यो यहाँ चाहिँ। ओए भ्यास चाहिँ घुरेर हेरिरहेको छ त अन्त के हो खालाइदिँदैन। जुङ्ग्रा मार्दा ओए बाँदरहरू हेर क्या। यो चाहिँ मेरो साथी ल। सोल्टी आरामै आरामै छ नि? ठिक छ नि? ल आएको ठाउँ देखेको नेटमा हेरेर आएको यार, भेट्दै भेटेन त अनि कहाँनिर रहेछ त? यहाँ त बल खेल्ने पनि रहेछ नि त बाबु। सोल्टीलाई सोध्नु पर्छ ल। आएको सोल्टी। ल दोनों भाई दोनों तबाई और इधर भी दोनों भाई दोनों तबाई। सेम सेम बट डिफरेंट। हेलो भूत जयन्ती पार्क कहाँ है इधर? सोध्दा त कुकुर भयो नि त। कुकुर होइन त भन्न। कता रहेछ त यार? हाम्रो मकसदमा जाऊँ न सिधा हामी। त्यही त भनेको, भेटिरहेको छैन नि त। हाम्रो घरतिर त तिहारमा फुल चाहिँ 125 फुल भन्ने, यहाँ त जति बेला नि फुल्दो रहेछ के हो। त्यही त हामी फुलको बगैँचामा मेरी माया भन्दै। तर अझै बोल्दा ओए उता बारे भन्दैला यताबाट। अब 1 घन्टा ए भाइको साथी हो मम्मी आयो हो र। अब चाहिँ 2 घन्टा जति 1 घन्टा जति लाग्यो। 1 घन्टा जति त हिँड्यौँ हामी होइन? होइन 1 घन्टा जति भट्केर हामी ट्याक्क बल्ल आइपुग्यौँ। दामी छ भनेको। त्यस नेपालमा लुम्बिनी नभए पनि यहाँ चाहिँ जानु भयो। जान मिल्दैन होला वहाँ पे। उधर अलाउड नहीं होगा ना भैया? उधर से? अच्छा थैंक यू। ओए आइजा। अलाउड रहेछ यहाँ आके। वरिपरिबाट दामी फुल छ होइन? यता रहेछ नि त अनि यता रहेछ नि त बेस्ट ठाउँ त अनि। तर गन्दा के लास्टै गन्दा रहेछ होइन? तर ठाउँ चाहिँ दामी छ कसम भनेको। घुम्दै घुम्दै अब यहाँ आएर एउटा सल्लाह। यो कुन? यो खालि कुन सल्लाह सल्लाह हुन्छ ल। यो चाहिँ सल्लाह भन्दा फेरि यता हेरे हुन्छ। यता ओए दामी। यो ठाउँ चाहिँ मिस गर्ने मान्छेहरू चाहिँ पागल हो है। यो फेरि कुन चाहिँ उल्टो सल्लाह हेर दामी। गाउँमै आइसक्यो म त अन्त। बाई बाई बुद्ध जयन्ती पार्क फिर मिलेंगे हो गया जाना।